हाम्रो तराईमा चाहिँ पुर्खाहरूले पहिला पहिला हजुरआमाहरूको पालोमा थियो, अहिले चाहिँ यहाँ पहाडमा पनि रहेछ। 2082 सालमा पनि यहाँ सकिएको छैन। मोटेमा ढाड बाँच्छ नि रीतिरोज लोभ हुन्दिनु नि भएन। यो पिठो चाहिँ आज पिनेर अनि भोलि चाहिँ रोटी बनाउने हो, पुरी देउताको लागि। प्रसादको रूपमा खाने त होइन दिदी, प्रसादको लागि भुटेर हो कि होइन? आधा भुटेर आधा तेलमा हाल्ने। ए आधा रोटी अड्सा रोटी नचल्न। हाम्रो भाउजू थाकिसक्नुभयो। पहाडको मान्छे पावरफुल वाला हुनुहुन्छ, हामी चाहिँ थाकेर बसेको। आँखा नलगाएपछि अनि तिमीहरू नै आँखा नलगाएपछि अँतुर देखिन्छ क्या? देखिएछ। हामी चाहिँ अहिले के भन्छ पिठो कुट्दैछौँ, पिठो बनाउन लाग्यो होइन। अनि के भन्छ देउताको पूजाको लागि। दिदी बोल्नु न, के छ? यी किरा आयो सन्तुनी। अहिले पनि पिठो बनाउने चलन चाहिँ यथावत नै छ पहाडमा। हामी चाहिँ कालीकोट महाबु 3मा छौँ अहिले। रातिको 8:30 बजे खानासाना खाएर पिठो बनाउँदैछौँ। खाएको ओके पक्न तराईमा चाहिँ मेसिनमा कुटेको खाना पाइन्छ, यहाँ चाहिँ कुट्नुपर्छ साथीहरू। दिदी बोल्नु त के बोलौँ? तपाईँलाई कस्तो पिठ मात्रै गुन्यो कुट्दाखेरि पावर सबै सकिसकेको आफ्नो कल्चर जगेर पावरफुल पावर आइरहेछ। मैले कुटेको त भएन दिदी, बिचैमा हाल्नुपर्छ कि? मलाई त दिउँसो यो कुटेको देख्यो भने त गाली गर्थ्यो होला नि। कार्तिक मान्छेहरू देखाउनु पर्यो। लाटो हान्छु कानु जाँगरै छैन दिदी।